यताबाट ल गुड मर्निङ। आज हामी चाहिँ बौद्ध स्तूप आएको मम्मीसँग। अनि हाम्रो मम्मीलाई चाहिँ कुरा गर्नु मन लागेको 2 राउन्ड 3 राउन्ड सकिन्छ आमा? ए 3 राउन्ड हान्दिने हो कि भनेर नि त आमाले। ल कति मोटो मोटो धुप हौ यहाँ त, कति मोटो मोटो धुप के त्यो बटारेको धुप। मलाई पनि मोटो मोटो मनपर्छ के। आमामा सेलरोटी हेर्नु 2 खालको सेलरोटी हो, एउटा ठुलो एउटा सानो। ओ स्ट्रबेरी। ल आजको दिनमा हाम्रो यस्तो छ। आउनु आमा यतापट्टिबाट ल हिँड्नु त अगाडि। ल तपाईँको विषय गरेर हिँड्छु। यहाँ रहेछ त बेल्ट आमा, बेल्टहरू ऊ त्यस्तो देख्नु होइन यता। तपाईँ लाग्दैछ त्यो पिङ्क कलरको किन्नुपर्छ ल आमालाई। अर्कै अर्को ऊ पनि यस्तो पल पल भएको। ए अन्त त्यो ऊ भयो त सपोर्ट गर्ने छ त। रड छ त्यहाँ, रड छ। अहिले आउँदाखेरि हेरौँ न। अब हामी छिटो टिप्छ। तिम्रो चाहिन्छ त्यो पनि छ। अहिले हामी घुमेर आउँछौँ ल। ल लु जाउँ। ए पाउच ब्यागहरू आमा माइली, पाउच ब्यागहरू कति धेरै देखिस् आमा माइली। पाउच ब्याग अब मैले नलाउनु तैँले नदेखिन कसरी लानु मैले तेरो घरमा आएर भन्नु सक्नु। बुद्धम शरणम गच्छामि भन्नु आमा। यो खालको रुमाल मलाई चाहिएको थियो नि। यो खालको रुमाल को रहेछ यहाँको साउनी? पसल उठ्दैन होला अहिले, यहाँसम्म आइपुग्छ फेरि घुमेर। ए ल यो रुमाल लान्छ कि मैले कोटनको। शरणम गच्छा। अब एकछिनदेखि त होला नि त, राख्नु पाउँदैन होला। बुद्धम शरणम गच्छामि। ओ यसरी पो गर्नुपर्छ त। ए यस्तो मान्छेलाई चाहिँ उदिनु पर्ने रहेछ नि त। कति राम्रो राम्रो लुगाफाटा। कति राम्रो राम्रो फुलहरू। के भयो अरे कसलाई? ए अनि कहाँ हेर्छ नि तर तिनीहरूलाई त पैसा दिनु पर्दो रहेछ कहाँ? त्यो के भन्दा भगवान्ले खुट्टामा फ्याङ दिइहाल्नुहुन्छ नि। बालेन्सियाको जस्तो ट्राउजर लानुपर्दा हो त्यो। बालेन्सियाले कति ट्राउजर लाग्थ्यो नि। ट्राउजर बालेन्सियाको ट्राउजर लाउने ट्राउजर। एलोभेरा जुस के जुस। सुट लाउनुहुन्न उहाँ, सुटलाई पनि लाउनुहुन्छ कहिलेकाहीँ नेपाली लुगाहरू लाउनुहुन्छ होइन। दौरा सुरुवाल चाहिँ खासै लगाएको देखिँदैन। सागा दावा यसभित्र सम्पदा बनाउनु। शरणम गच्छामि। ओम शान्ति 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 शान्ति।
हजुर ए छैन होला कता होला नि आउँदै होला नि कस्तो हाम्रो आमा कति टाँसिएको तरा परेवा आमा परेवा हो नि कति टाँसिनेहरू बसेको होला नि तिनीहरू टाँसिएर बुद्धं शरणं ल कहाँ स्पिड कुदिहाल्दै हुनुहुन्छ हौ फेरि हजुर होइन सकिहाल्यो त अब त पुगिहाल्यो त यो घुमाउनु नि यस्तो एकछिन नि आमा आमा है ए तपाईँ घुमाउनु न यस्तो अलिकति होइन यस्तो यस्तो छुनु न यस्तो मुनिपट्टि हो त्यस्तोमा ओम माने पेमे ओम माने पेमे ओम भन्ने घुमाउने कस्तो मैले हिजो किनेको नयाँ चुरा ल एक राउन्ड सक्यो आमा त किन अघि त एक राउन्ड पनि सकेन कि क्या हो गाह्रो थाहै छैन कि आमालाई हामीले सेकेन्ड राउन्ड स्टार्ट गरिसक्यो भनेर खै कहाँ पुग्नु भयो ए यसो त गर्नुहुन्छ त अनि कुद भेट आमालाई एक राउन्ड पनि सकिँदैन जस्तो छ आमा एक राउन्ड सकेको छैन भने त 3 राउन्ड आउनु हुने रहेछ ठिकै छ त नि सक्नुभयो भने त राम्रो त सकेको राम्रो नि आज किन डल्लो पारेर लुकाएको आमाले ए सपोर्ट दिएको ओके एक फोन का त घुम्यो नि उता के त्यो पर चिया खानमा जाने हो कि यता कित्र किन्ने हो किनमेल गर्दै चिया खाने अब यता बाटो छोडिदिनु अब किन्नु अनि हाम्रो मम्मीले चाहिँ ड्याडीको लागि ट्राउजर छान्दै हुनुहुन्छ अनि हाम्रो ड्याडीलाई चाहिँ उहिले आमाले बौद्धबाट लगिदिएको ट्राउजर साह्रै मन पर्यो रे भनेर खासमा कोरा भन्दा नि हाम्रो आमाको चाहना चाहिँ पिताजीलाई ट्राउजर किनिदिने हो के ऊ त चेक कति राम्रो आउनु आयो घोडा दुख्यो राम्रो भएछ त नि अब घर जानु पर्दैन होला नि आज चाहिँ हाम्रो कहाँ जाने प्लान थियो र ए हिजो चाहिँ कस्तो साइक ला हो भिडियो आउँछ कति राम्रो फुल हाम्रो आमाले हाम्रो बुवाको लागि बालेन्सा वाला ट्राउजर छान्दै हुनुहुन्छ लाउनुहुन्छ कि लाउनुहुन्न त्यो बुवाले यसको
साइज हेर्नुपर्छ एल साइज भएन नि निकाल्नु एल एक्सेलहरू चाहिँ यस्तो होइन यो हेरेको कि कति राम्रो मयुरको प्वाखले सजाएको के होला नि यो चाहिँ के कामको लागि युज हुन्छ छोएपछि तपाईँको सबैलाई शुद्धि हुने सबभन्दा चिज यो पुच्छो र मयुर भनेको एकदम संसारमा सबैभन्दा चोखो जनावर यो उनीहरू यो भनेको तपाईँको कुच्चो भनेको हरेक मर्दा पर्दा सबै चोखो यसले सफा गर्ने छोएपछि सफा हुने त्यस्तो चिज हो तपाईँ यो बौलाबाट यस्तो चिजहरू लानुभयो भने तपाईँले छिला पाउँछ याङ आउँछ यो चाहिँ किनभने संसारभरको मान्छे आएर किन आउँछ भने यो ठाउँ भनेको भगवान्ले बास गरेको ठाउँ हो नि त याङ भनेको के हो याङ भनेको तपाईँले गरेको कुराहरू सबै सन्चिता हुन्छ तपाईँले जति कमायो त्यो बस्ने हो क्या ए याङ भनेको चाहिँ हाम्रो भाषामा पैसा हो कि हो सबै म त पैसा आउँछ कि भनेर लानु लागेको थिएँ ल थ्याङ्क यू हजुर हस् धन्यवाद कति राम्रो राम्रो फुलहरू रहेछन् अब भेला पार्नु थाले आजको लागि सकिएको होला जुसहरू औ चिया आउँदै होला नि कता गइसके आउनु त्यस्तै सोध्नु म काहीँ नकाहीँ भेटिहालिन्छ नि त अब यता माथि जाँदा त हुन्थ्यो कि तर भिड हुन्छ सकिँदैन अझ मलाई चेप्टै लानु मिलेन कता गर्मी भयो नि त हौ हिँड्दा होला नि कता कता घरतिर बस्छन् होला नि उता जाऊ तिमी ला पुच्छर पनि छुट्याइरहेछ बा परेबाट आसिएर भित्रभरि मैले किन्छु भनेको रुमाल त कता छुट्यो हो कटनको कति राम्रो रुमाल थियो खेतमा जान्छ पानीमा दिन्छु ए होइन आएको बेलामा कति फेरि जानु भन्नु नि होइन कति फेरि आउनु त नि मान्छेलाई अनि के जाने पर्नु हो कि बस्नु पर्नु भएन ए काम त गरिरु जानुहुन्छ भने त आएको बेलामा त्यो फर्मसम भरेर उ गरेर दिनु होला खासै हुँदैन होला झन्झट ए हामी चाहिँ हाम्रो फेमस नुन चिया अनि रोटी तरकारी मिठो पाउँछ यहाँ आएको यस्तो छ है खानेकुराहरू आमा के रोटी खाने हो यहाँ आएपछि आमाले भनेको रोटी र आलु खानुपर्छ अरे होइन मी नट इट रोटी मी इट ओन्ली टी ल यस्ता छन् है अनि यहाँ आएर चाहिँ बौद्ध आज हाम्रो आमाको चाहिँ एकदम फेभरेट खानुपर्ने चाहिँ यो आलु अनि यो रोटी अनि यो नुन चिया म चाहिँ चिया मात्रै खाएँ ल साथी हो साथीभाइ हो होला होला म चाहिँ देख्न भन्न पत्याउँछ नि त मेरो कुरा भन्दा तेरो कुरा पत्याउँछ मान्छेले अस्ति एउटाले के भन्दै थियो फेसबुकमा दिएर त्यहाँ माइलीको आरिस नगर माइलीलाई भनेर कुट्नु लग्छु
मलाई कसले चिन्छ होइन होइन मैले माइलीको घरमा यति फलेछ ड्रागन फ्रुट भनेर भिडियो बनाएको थिएँ नि त ए अनि फेसबुकमा हालेको अनि जिस्कन थियो त्यसो जिस्कने चाहिँ मेरो छिमेकी के दम्मकको छिमेकी तैँले भनेको मान्छे अनि धेर त्यहाँ माइलीको आदेश नगर साइली त्यहाँ माइलीलाई भनेर खुट्नु लाउँछु नि अनि उसको घर चाहिँ हाम्रो घरभन्दा अलिक मुन्तिर अन्त जहिले सुन्छु दियो अनि म स्वर र तँलाई म तँलाई हुमा के अरे आम्दा कटाउँछु है ढुङ्गाले स्वर र आम्दा कटाउँछु है होस् र है हो नि अझै छ काम उता हामीले चाहिँ चाय पानी खाइसक्यौँ अनि अब निस्किया ब्रस फुल त यहाँ त फुलेको छैन रहेछ कि फुलिसकेको अस्ति बुरुस फुल ओके आफ्नो चाहिँ फेरि चस्मा भाँचिएर अब अन्धी भइहाल्यो नि म त आँखै देख्दिनँ अब यो चाहिँ केही चिज हेर्नु पर्यो नजिक गएर हेर्नुपर्छ सिस्नु चाहिँ चिने ल यहाँ रहेछ सिस्नुको बोट सिस्ना बोट रहेछन् ए गमलामा पो रहेछ सिस्नुको बोट ल यस्तो एप पनि रहेछ त म थाहै थिएन त इट स्टार्टेड विथ तुरुन्त एप टुडे स्क्यान हियर कनेक्टिङ बायर्स एन्ड सेलर्स एफर्टलेसली टिकटक इन्स्टा कनिके ओ यस्तो एप पनि रहेछ मलाई थाहा थिएन नि त हेर्नु पर्ला के रहेछ भरे गएर अब त अब एकछिन खुल्छ होला दिउँसो यो गल्लीको पसल घुमफिर किनमेल सब सकेर अब हामी निस्किन लागेको आमालाई पङ्खा किन्नुभन्दा पनि होइन अरे ब्याग किन्नुभन्दा पनि होइन अरे माला किन्नुभन्दा पनि होइन अरे रुद्राक्ष आमामा फर्सीको मुन्ना के साह्रो राम्रो हो हाम्रो पनि बारीबाट टिप्ने बेला भएको छ के त त्यो एक मुठा लगाएर खानु पर्ला आज त गर्मी भयो अहिले चाहिँ जोरदार गर्मी भयो ल मलाई त उषा खड्कीले देखाएको जामा कस्तो मन परेको कुपनमा हो त्यो उसको जानु पर्ला हो म त जामा के हो त फ्री साइजको हो नि कस्तो राम्रो राम्रो जामा के कस्तो मिठो बास्ना आएको है धुपहरूको बाफ्रे बडा मजा आयो रे म उहिले यस्तो रोटी कति खान्थ्यौँ हो लगेर हामीहरू झोला त पक्नु न यहाँ झोला निकाल्नु पैसा फालिरहेको नि त मैले त नेक्स्ट ए 100 रुपियाँ गोटा यो
म चाहिँ बौद्ध स्तूपमा 2 राउन्ड लाएर 3 राउन्ड लाएर पनि घर आइपुगेँ होइन। ला कति धेरैवटा मरेछ हौ। यिनी त मरेछन् त नि, यिनी त गइन् बितिन्। अनि पठाउमा आएको के कस्तो डरलाग्दो भाइ के त्यस्तो ट्याटु हतारभित्र छिरेर कुरा काटेको क्या त्यो भाइको। कस्तो डरलाग्दो पुच्छ्यो के सानो, डर लाग्छ हौ मलाई त। अब त बुढेसकाल लागिसक्यो। यो पनि रेडी टु डाई, टर्केर देख्दैन त हौ, यल्लो भइसक्यो नि। हाम्रो ड्रागन फ्रुटमा चाहिँ यस्तो बच्चा पो जन्मिन्छ हौ बेला न कोही बेला। अब त बच्चा जन्मने होइन नि, बाबु राजा हो तिमीहरू त फुल्नुपर्छ अब त, यसरी फुल्नुपर्छ यसरी। यो चाहिँ रातो हो, यो चाहिँ मेरो फर्स्टमा निस्केको कोपिला है यो। अब त भटङटङ निस्किनु पर्ने हो। यस्तो छ हाम्रो देशको स्थिति। ल धेरै धेरै धन्यवाद हजुरहरूलाई यति बेलासम्म हाम्रो भिडियो हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मेरो चाहिँ त यस्तो रोग्यो कि धेरै। यो साल फलिसकेपछि चाहिँ धेरै काटछाँट गर्नु छ। एउटा त बोटै निकाल्न थाल्नुपर्ने छ, मरेको छ। सबैको घरमा कम्ता फुलेको छैन कि यो, मेरोमा चाहिँ निस्केन रहेछ क्या यसको। हजुरकोमा कम्ता धेरै छैन, भिडियो खिच्न जानुपर्ने छ। यस्तो छ है हाम्रो गाउँ। धन्यवाद।